प्रश्न नम्बर 1 कुन जनावरको दूध पिउने हो भने नशा लाग्छ? अप्सन ए भैँसी, अप्सन बी चौरी गाई, अप्सन सी हात्तीनी, अप्सन डी घोडी। And the correct answer is option C हात्तीनी। प्रश्न नम्बर 2 कुन देशमा राति 12 बजे सूर्य उदाउँछन्? अप्सन ए काङ्गो, अप्सन बी अफ्रिका, अप्सन सी नर्वे, अप्सन डी क्युबा। And the correct answer is option C नर्वे। प्रश्न नम्बर 3 कुन देशमा 2 भन्दा बढी बच्चा जन्माउने हो भने सजाय दिइन्छ? अप्सन ए अमेरिकामा, अप्सन बी श्रीलङ्कामा, अप्सन सी जापानमा, अप्सन डी कोरियामा। The correct answer is option D कोरियामा। प्रश्न नम्बर 4 कुन देशबाट क्रिकेटको सुरुवात भएको थियो? अप्सन ए भारतबाट, अप्सन बी इङ्ल्यान्डबाट, अप्सन सी चीनबाट, अप्सन डी रुसबाट। And the correct answer is option B इङ्ल्यान्ड। प्रश्न नम्बर 5 त्यो कुन सर्प हो जसले चराको जस्तै घोसला बनाएर बस्छ? अप्सन ए एनाकोन्डा, अप्सन बी अजगर, अप्सन सी किङ कोब्रा, अप्सन डी पिट वाइप। And the correct answer is option C किङ कोब्रा। प्रश्न नम्बर 6 चियाको खोज कुन देशले गरेको थियो? अप्सन ए चीनले, अप्सन बी नेपालले, अप्सन सी भारतले, या अप्सन डी रुसले। And the correct answer is option A चीन। प्रश्न नम्बर 7 तेजाब बनाउँदा कुन ग्यास नभई हुँदैन? अप्सन ए नाइट्रोजन, अप्सन बी हाइड्रोजन, अप्सन सी अक्सिजन, या अप्सन डी सोडियम। And the correct answer is option B हाइड्रोजन। प्रश्न नम्बर 8 संसद नभएको विश्वको एकमात्र देश कुन हो? अप्सन ए साउदी अरब, अप्सन बी कतार, अप्सन सी इजरायल, या अप्सन डी ओमान। And the correct answer is option A साउदी अरब। प्रश्न नम्बर 9 महाकवि लक्ष्मीप्रसाद देवकोटाले कतिवटा भाषा बोल्न जान्दथे? अप्सन ए 9 वटा भाषा, अप्सन बी 10 वटा भाषा, अप्सन सी 11 वटा भाषा, या अप्सन डी 8 वटा भाषा। And the correct answer is option C 11 वटा भाषा। प्रश्न नम्बर 10 पछाडिबाट हिँड्न नसकिने जनावर कुन हो? अप्सन ए ऊँट, अप्सन बी जेब्रा, अप्सन सी हात्ती, या अप्सन डी कंगारू। And the correct answer is option D कंगारू। तपाईहरु सबैमा नमस्कार। अहिलेसम्म हामीले 10 वटा प्रश्न र त्यसका उत्तर सल्भ गरिसकेका छौं। यदि तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब जरुर गरिदिनु होला। प्रश्न नम्बर 11 नेपालको 500 को कागजी नोटमा कुन जनावरको चित्र छ? अप्सन ए बिजोडी बाघको, अप्सन बी जोडी बाघको, अप्सन सी 3 वटा बाघको, या अप्सन डी 4 वटा बाघको।
And the correct answer is option B, जोडी बाघ। प्रश्न नम्बर 12, संसारमा सबैभन्दा बढी रक्सी पिउने कुन देशको नागरिक हो? अप्सन ए नेपालको, अप्सन बी इन्डियाको, अप्सन सी अमेरिकाको या अप्सन डी जर्मनको? And the correct answer is option D, जर्मन। प्रश्न नम्बर 13, विश्वमा सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक कुन हो? अप्सन ए नेपाल, अप्सन बी इन्डिया, अप्सन सी अमेरिका या अप्सन डी जर्मनी? And the correct answer is option A, नेपाल। प्रश्न नम्बर 14, तासको प्याकेटमा कुन बादशाहको जुङ्गा हुँदैन? अप्सन ए भोटेको, अप्सन बी इँटाको, अप्सन सी चिड्डीको या अप्सन डी पानको? And the correct answer is option C, चिड्डीको। प्रश्न नम्बर 15, नेपाललाई 75 जिल्लाबाट 77 जिल्ला बनाउने निर्णय मन्त्री परिषदबाट कहिले घोषणा गरियो? अप्सन ए 2074 साल भदौ 2 गते, अप्सन बी 2074 साल भदौ 5 गते, अप्सन सी 2074 साल भदौ 8 गते या अप्सन डी 2074 साल भदौ 10 गते? And the correct answer is option C, 2074 साल भदौ 8 गते। प्रश्न नम्बर 16, नेपालमा रुसी सांस्कृतिक केन्द्र कहाँ रहेको छ? अप्सन ए कमलपोखरीमा, अप्सन बी रत्न पार्कमा, अप्सन सी गङ्गबुमा या अप्सन डी कोटेश्वरमा? And the correct answer is option A, कमलपोखरी। प्रश्न नम्बर 17, निलो स्याउ कहाँ पाइन्छ? अप्सन ए नेपालमा, अप्सन बी भारतमा, अप्सन सी इङ्ल्यान्डमा, अप्सन डी जापानमा? And the correct answer is option C, इङ्ल्यान्डमा।